Finally, guys, हामी चाहिँ ए वेलकम ब्याक टु माई न्यू ब्लग। हामी चाहिँ 13 ब्याच गर्ल्स हो हैन। अब 13 ब्याच अनि अब हाम्रो 7 गतेदेखि एससी छ। हामी अहिले 3 बजेदेखि हाम्रो सामाजिकको टेस्ट छ। टेस्टको लागि हामी सामाजिकको तयारी गर्दैछौँ। यो हाम्रो जेनिसा काली, यता हाम्रो दिलासा दिदी डन लुङ्गी लाएर हिँड्नु नि भनेर बस्नु भयो। यता चाहिँ हाम्रो काली दिदी हुनुहुन्छ, एलिसा दिदी, यता हाम्रो भट्टे दिदी राधा भट्टराई, उहाँ पछाडि रोजी दिदी। यसै गरी हाम्रो सबभन्दा ब्युटिफुल क्युट दिदी यहाँ भूमिका दिदी हुनुहुन्छ। यहाँ एउटा दिदी मिस हुनुभयो, को भन्दा निर्जला दिदी, दिपक सरको बेस्ट स्टुडेन्ट हो। अनि यता चाहिँ रूपाञ्जल भन्ने नि हुन्छ, के अरे रूपाञ्जल होइन, रूपाञ्जल भन्ने हुन्छ। कपाल उहाँको कपाल देखाइदिनु त हजुरको कपाल रपेन्जलकै यता लामो चाहिँ यस्तो राम्री हुनुहुन्छ। यसै गरी म अब हाम्रो गिरे भोटी मोटी छिहाल्छ सन्ध्या गुरुङ होइन। त्यस्तै गरी अब म हाम्रो क्लासको केटाहरूलाई देखाउँछु। गर्ल्सहरूबाट बाई बाई है। नो बाई बाई। गर्ल्सहरूबाट बाई बाई। यता दिलसा दिदी बाई गरिदिनु ल। यस्तै गरी हाम्रो क्लास केटाहरू सबै सामाजिकको तयारी गर्दैछन्। यता पढन दासहरू गर्ल्सको भन्दा बोइजको तारिफ छ है। यस्तै गरी हाम्रो क्लास 8 को भाइहरू यहाँ छन्, पढ्दैछन् पढ्दै एनसी भाइहरू होइन। सेम टु यू। त्यसै गरी अब दिपक सरको बेस्ट स्टुडेन्ट को भन्दा अनुप पौडेल हातमा चाहिँ बस्यो टर्नरबाट लोटेको अनुप पौडेल हाई गरिदिनु है उता हातले। यस्तै गरी यता निरज झ्याप्सल्टी हो कि जतिखेर झुलेको झुले गरिदिन्छ यता यी ल होलीको उपलक्ष्यमा हो क्या। त्यस्तै गरी अब हाम्रो श्री 8 गुरु दिपक सरलाई फेरि घुम्दै फिर्दै फेरि हाम्रो क्लासकै गर्ल्सहरूमा आइसके। हाम्रो गर्ल्ससँग हुनुहुन्छ अहिले फेरि हाम्रो श्री 8 गुरु दिपक सर। यता माथि छ ल। यस्तै गरी अब यो भ्लग यहीँ दिपक सरसँगै अन्त्य गर्छु। केही भन्न चाहनुहुन्छ? सबैलाई यो परीक्षा उत्तीर्ण गर्ने शुभकामना। ल यस्तै गरी बाई ल बाई गरिदिनु भाइ दिलसा दिदी ल बाई मोटी बाई।